जेनजी उमेर जसलाई हामी जेनजी भन्छौँ एउटा उमेर समूह हो। त्यो उमेर समूहको रियल लिडरका रूपमा मैले नेकपा एमालेलाई जेनजी समुदायको पनि रियल लिडरको रूपमा नेकपा एमाले हो भन्ने म दाबी गर्न चाहन्छु। र एमाले कहिल्यै पनि जेनजीका विरुद्धमा, जेनजीका मागका विरुद्धमा, उनीहरूका न्यायिक र जायज आकाङ्क्षा र अपेक्षाका विरुद्धमा एमाले थिएन र रहँदैन भन्ने कुरा स्पष्ट गर्न चाहन्छु। जहाँसम्म भदौ 23-24 को सन्दर्भ छ, त्यति बेला खास गरी 23 गते जेनजी जस्ता माग मुद्दामा अघि के सडकमा आएका थिए जेनजी युवतीहरू, उनीहरूलाई चाहिँ उनीहरूले अघि सारेका माग, चाहे तपाईँ सोसल मिडियाको कुरा गर्नुहोस्, सोसल मिडियामाथि उनीहरूले चाहिँ निर्वाध उपभोगको चाहिँ वातावरण बन्नु पर्यो भन्ने उनीहरूको माग हो। सोसल मिडियालाई कसरी चाहिँ सञ्चालन गर्न दिने नदिने, कसरी रेगुलेट गर्ने नगर्ने, यसको पक्ष वा विपक्षमा जेनजी समुदायले चाहिँ कुनै ओपिनियन दिएको होइन। जेनजी समुदायको एउटै कन्सर्न के हो भने सोसल मिडियाको निर्वाध उपभोग हामीले गर्न पाउनु पर्यो भन्ने मात्रै हो। त्यो नितान्त जायज कुरा थियो उनीहरूको।